धेरै पछि मैले सोचिरहेको कुरा आज बल्ल गर्ने समय मिलेको थियो। त्यसैले आज एउटा भिडियो बनाऊ भनेर दुःख गरेको छु। यो 50वटा कान्छी खोजी लिएर अनि यसको बारेमा थोरै आफूले जानेको एक्सप्लेन गर्दै यहाँ पहिलो खान्जी दिएको छ आयुको खान्जी। यो चाहिँ अरू खान्जीहरूसँग जोडेर आउँदाखेरि चाहिँ सौ अथवा स्याउ पनि भनिँदो रहेछ। यसको अङ्ग्रेजी मिनिङ भन्नुपर्दा इच अदर हुँदो रहेछ। त्यस्तै गरेर यसलाई सौदानको सौको रूपमा पनि प्रयोग गरिन्छ। अब दोस्रो खान्जीमा जाउँ। दोस्रो खान्जी पनि आईको खान्जी छ। यो चाहिँ आइसितिरको आई पनि प्रयोग गरिन्छ। त्यस्तै गरेर यो कोही पनि भन्छ यसलाई, कोही बितोको कोही। त्यस्तै गरेर अब तेस्रो खान्जीमा जाउँ। तेस्रो खान्जी चाहिँ आउको खान्जी छ। यो चाहिँ अरू खान्जीहरूसँग जोडेर आउँदाखेरि चाहिँ गौ अथवा खाचु पनि भनिँदो रहेछ। जस्तै यसको इक्जाम्पलहरू हेर्दाखेरि चाहिँ आईको आई भनिँदो रहेछ, अथवा गुआईको आई भनिँदो रहेछ, अथवा चुगौको गौ भनिँदो रहेछ। चुगौ भनेको सर्कमस्टान्सेस। यस्तै गरेर हामी अब चौथो खान्जीमा जाउँ। चौथो खान्जी छ आकिनाउ भनिन्छ यसलाई, आकिनाउ अथवा ट्रेड। पाँचौँ खान्जीमा जाउँ। पाँचौँ खान्जी आशाईको खान्जी छ। यसलाई इङ्ग्लिसमा भन्नुपर्दा सरफेस। अनि यो चाहिँ अरू खान्जीहरूसँग जोडिएर आउँदाखेरि चाहिँ सेनको रूपमा पनि प्रयोग गरिँदो रहेछ। 6 नम्बरको खान्जीमा जाउँ। यो खान्जी आजकारको खान्जी हो, अथवा केही अरूबाट केही कुरा प्राप्त गर्दाखेरि, अथवा आजुकेरी पनि भनिन्छ यसलाई। अनि यो चाहिँ अरू खान्जीहरूसँग जोडिएर आउँदाखेरि चाहिँ योको रूपमा पनि प्रयोग गरिन्छ। 7 नम्बरको खान्जी छ आँसेको खान्जी। यो आँसे भनेको स्विट, SWEET, स्विट, पसिनाको खान्जी हो यो। 8 नम्बरको खान्जी छ आसोबीको खान्जी। आसोबी भनेको खेल्ने, प्ले। अनि यो खान्जीहरूसँग जोडेर आउँदाखेरि चाहिँ यु हुँदो रहेछ। जस्तै युएनसी भनेको एम्बिसमेन्ट पार्क भनेको खेल्ने ठाउँ भन्छ होइन, केटाकेटीहरू खेल्ने ठाउँलाई भन्छ एम्बिसमेन्ट पार्क। अनि अब अर्को 9 नम्बरको खान्जी छ आताएको खान्जी। यो भनेको भ्यालु अथवा प्राइस। यसलाई जापानिजमा भन्नुपर्दा खाची पनि भनिन्छ भ्यालुलाई। अनि खाचीको ची पनि हो यो। जस्तै छ 10 नम्बरको खान्जी आताहेरुको खान्जी। यो खान्जीको मिनिङ छ अरू कसैलाई दिनु भन्ने अर्थ लाग्छ। अब अर्को छ 11 नम्बरको खान्जी छ आताताकाईको खान्जी। यो वार्म अथवा टेम्परेचर, अथवा यसलाई ओनसेनको ओन पनि भनिन्छ, कियोनको ओन पनि भनिन्छ, ओन्दोको ओन होइन। त्यस्तै यो धेरै युज भइरहने खान्जी हो। यो N3बाट पनि पढ्दै आइरहेको खान्जी हुनसक्छ। त्यस्तै गरेर अब अर्को छ 12 नम्बरको खान्जी। यो पनि आताताकाईकै खान्जी हो। यसको मिनिङ पनि वार्म नै छ। जस्तै अब यो दुईवटा खान्जीहरूको अलिकति फरक भन्नुपर्दाखेरि चाहिँ माथिको आताताकाईको खान्जी चाहिँ जस्तै अब फिलिङ वार्म होइन, अब पर्सनल रिलेटेड कुराहरूमा भन्दाखेरि प्रयोग हुने कुरा हुन्छ। अनि अर्को चाहिँ सराउन्डिङ वरिपरिको वातावरणको कुरादेखि लिएर
अलि ठुलो स्पेसको कुरालाई जनाउँछ यो तलतिरको आधा थाकाएको खान्जीले। यति फरक हो। अब अर्को छ आतामाको खान्जी। आतामा भनेको त हेड भइहाल्यो होइन। जस्तै अब यो अरू खान्जीहरूसँग जोडेर आउँदाखेरि चाहिँ तौ अथवा जु पनि भनिन्छ यसलाई। जस्तै जुचु भनेको चाहिँ हेडेक भन्छ होइन। त्यस्तै गरेर अब अर्को आयो 14 नम्बरको खान्जी। 14 नम्बरको खान्जी चाहिँ आताई भन्छ अथवा हेन। यसलाई इङ्ग्लिसमा भन्नुपर्दा नाइबरहुड, छिमेकी अथवा किन्ज्यो होइन। किन्ज्यूलाई भन्छ छिमेकी। त्यस्तै गरेर आयो अर्को 15 नम्बरको खान्जी छ आतारुको खान्जी अथवा आतेरु पनि भन्दो रहेछ यसलाई। अरू खान्जीहरूसँग जोडेर आयो भने तौ होइन। तौतेन। तौतेन भनेको चाहिँ दिस स्टोर होइन। यो चाहिँ आतारु भनेको चाहिँ गेस गर्ने रहेछ होइन। टु गेस, टु हिट, टु विन भन्दो रहेछ। जस्तै बेन्तोको तौ पनि यही खान्जी हो। अनि त्यस्तै आएर होन्तो देशका होन्तोको तौ पनि यही खान्जी हो। त्यस्तै गरेर यो तौजेन होइन नेचुरल। तौतेकी भनेको सुइटेबल, गुड, फिट होइन। त्यस्तै गरेर आयो हाम्रो अब 16 नम्बरको खान्जी छ यो आचुको खान्जी रहेछ। यसलाई चाहिँ आचुरेउकु भन्छ होइन। प्रेसर आचुको खान्जी हो यो। यसको इक्जाम्पलहरू हेरौँ न। किआचु भन्दो रहेछ एटमोस्फेरिक प्रेसर। त्यस्तै गरेर आयो अर्को 17 नम्बरको खान्जी छ आचुईको खान्जी। यसलाई चाहिँ हट, समर, हिट पनि भनिन्छ होइन। यो चाहिँ अरू खान्जीहरूसँग जोडेर आउँदाखेरि चाहिँ स्यो भन्दो रहेछ होइन। जस्तै अर्को खान्जी छ त्यो पनि आचुईको खान्जी हो। यो खान्जी चाहिँ हिट, हट अथवा फिभरको बेलामा परेको हुन्छ होइन। नेचु पनि भन्छ यसलाई होइन। नेचु भनेको फिभर भइहाल्यो। अनि अर्को छ 19 नम्बरको खान्जी छ त्यो पनि आचुई नै छ। यो आचुई चाहिँ अलिकति थिक होइन, बाक्लो। जस्तै अब केही सामानहरू कति बाक्लो छ कुनै कुरा आचु सागारीमा भने जस्तै होइन। यो बाक्लोको रूपमा प्रयोग गरिन्छ। यसको थिकनेस भन्दो रहेछ यसलाई होइन। आचुसा भन्दाखेरि चाहिँ थिकनेस। आचुगामी भनेको चाहिँ थिक पेपर होइन। त्यस्तै हो इक्जाम्पल चाहिँ। अनि अर्को आयो आतोको खान्जी छ। आतो भन्दो रहेछ यो खान्जीलाई होइन। आचो चाहिँ ट्रेस, मार्क, रिमार्क हरूलाई चाहिँ भन्छ आतो। जस्तै अब आसियातो भयो भने चाहिँ फुटप्रिन्ट्स भयो होइन। किसेकी भयो भने चाहिँ मिराकल भयो। यसलाई चाहिँ सेकी पनि भन्दो रहेछ अरू खान्जीहरूसँग जोडेर आउँदाखेरि चाहिँ। 21 नम्बरको खान्जी छ आबाकु अथवा यसलाई अरू खान्जीसँग जोडेर आउँदाखेरि चाहिँ बौ पनि भन्दो रहेछ। यसको मिनिङ हुन्छ ओपन गर्ने अथवा डिस्क्लोज गर्ने अथवा भायोलेन्ट होइन। ऱ्यानबो, भायोलेन्ट, रफ भन्दो रहेछ। अनि अर्को आयो आबिरुको खान्जी होइन। बाथिङ गर्ने होइन। स्यावाओ आबिरु भन्छ होइन। यसलाई भन्दो रहेछ अरू खान्जीहरूसँग जोडिँदाखेरि चाहिँ योकु भन्दो रहेछ होइन। जस्तै निक्को योकु भनेको चाहिँ सन बाथिङ भन्छ होइन। त्यस्तै गरेर अर्को आयो 23 नम्बरको खान्जी हो यो। यो खान्जी चाहिँ आबुनाईको खान्जी हो है। यो आबुनाईको खान्जी। आबुनाईको खान्जी यसले चाहिँ
डेन्जर भन्ने जनाउँछ हैन। जस्तै किकेन भनेको डेन्जर भइहाल्यो, यसलाई चाहिँ अरू खान्जीसँग जोडेर आउँदाखेरि चाहिँ किकेन भन्छ। अनि त्यस्तै गरेर आयो 24 नम्बरको खान्जी छ आबुराको खान्जी। यो ओइलको खान्जी हो हैन। यो चाहिँ अरू खान्जीहरूसँग जोडेर आउँदाखेरि चाहिँ यु पनि भन्दो रहेछ। जस्तै सोयु भनेको सोया सस भयो हैन। तोयु भन्यो भने चाहिँ केरोसिन भयो हैन। जस्तै आबुरा भयो भने चाहिँ आबुरा ए भन्छ हैन। आबुरा ए भयो भने चाहिँ पेन्टिङ भयो हैन। त्यसै गरेर अनि अर्को आयो 25 नम्बरको खान्जी। त्यो पनि आबुराकै खान्जी हो। यो चाहिँ फ्याटसँग रिलेटेड छ अनि माथिल्लो आबुरा चाहिँ ओइलसँग रिलेटेड आबुरा हो। यो खान्जी अरू खान्जीहरूसँग जोडेर आउँदाखेरि चाहिँ सी पनि भन्छ। जस्तै यसलाई सिबौ भन्यो भने चाहिँ फ्याट भन्दो रहेछ, बडीको फ्याटलाई भन्दो रहेछ सिबौ भनेर। अनि त्यस्तै आयो 26 नम्बरको खान्जी आयो आमाईको खान्जी। आमाई भनेको चाहिँ स्विट, मिठो, गुलियो भन्ने मिनिङ जनाउँछ यसले। यो चाहिँ अरू खान्जीसँग जोडिँदाखेरि चाहिँ खान भन्दो रहेछ यसलाई। जस्तै आमागुची भयो भने चाहिँ स्विट फ्लेभर भन्दो रहेछ हैन। अनि यो 27 नम्बरको खान्जी छ आमारुको खान्जी। आमासु, आमारी, आमारु तीनवटा मिनिङ भन्दो रहेछ यसलाई चाहिँ। जस्तै यसलाई भन्छ मोर देन, टु लिभ ओभर, टु बी बेनवाइड हैन। त्यसै गरेर यसलाई भन्छ अरू खान्जीसँग जोडेर आउँदाखेरि यो पनि भन्दो रहेछ। जस्तै यो ची भनेको चाहिँ रुम स्पेस हैन। हेई किन यो मेई भन्यो भने चाहिँ लाइफ एक्सपेक्टेन्सी भन्छ। त्यसको यो पनि परेको हुँदो रहेछ त्यसमा हैन। अनि अर्को आयो 28 नम्बरको खान्जी छ आमुको खान्जी हैन। आमु भनेको चाहिँ कम्पाइल, सजाएर राख्ने, टुनिट, बुन्ने, अथवा यसलाई अरू खान्जीसँग जोडेर आउँदा हेन पनि भन्दो रहेछ। जस्तै हेन्स्यु हैन, एडिटिङ। अनि त्यस्तै गरेर 29 नम्बरको खान्जी छ आयामाची, सुगिरु, सुगोसु भन्छ हैन। यसलाई चाहिँ सुगिरु धेरै रूपमा परेको हुने चाहिँ सुगिरु भनेर चिनिन्छ यो खान्जीलाई हैन। धेरै एक्सिड हुने के कुनै चिज लिमिटभन्दा अलि बढी भयो भने चाहिँ यसलाई यो खान्जीहरू आउँछ हैन। त्यस्तै गरेर यसलाई भन्छ टु पास, टु एक्सिड, टु गो एक्सेस हैन। त्यस्तै खाक्को, पास्ट, खाको रूपमा परेको पनि हुन्छ। यो खान्जीहरूसँग जोडेर आउँदा खा पनि भनिन्छ यसलाई हैन। 30 नम्बरको खान्जी छ आयामारुको खान्जी। आयामारु भनेको जस्तै मिस्टेक भन्छ यसलाई। मिनिङमा भन्दाखेरि पनि मिस्टेक नै भयो। अरू खान्जीसँग जोडेर आउँदाखेरि चाहिँ गो भन्दो रहेछ। जस्तै गोखाई भनेको मिसअन्डरस्ट्यान्डिङ भयो। अर्को आयो 31 नम्बरको खान्जी छ आराई, आरेरु। अरू खान्जीसँग जोडेर आउँदाखेरि कौ पनि भन्छ यसलाई। अनि यसको मिनिङ हुन्छ भायोलेन्ट, र्युड, वाइल्ड हैन। त्यस्तै गरेर आराई, आरेची भनेको डेजर्ट भन्दो रहेछ। त्यस्तै गरेर 31 नम्बरको सकिसक्यो। 32 नम्बरमा जाउँ। 32 नम्बरको खान्जी छ आराउको खान्जी हैन। धुने, वास गर्ने। यसको इक्जाम्पलहरू पनि हेरौँ न। तेयाराई, ओतेयाराई भनेको चाहिँ टोइलेट भयो। त्यस्तै आराई गुमा भन्दो रहेछ वासिङ बियर हैन। सेनताकुको सेनको रूपमा पनि परेको हुन्छ। अरू खान्जीहरूसँग जोडेर आउँदा यसलाई सेन पनि भनियो। त्यस्तै गरेर 33 नम्बरको खान्जीमा जाउँ। आरासौ हैन। आरासोई पनि भन्दो रहेछ यसलाई। झगडा गर्ने के, क्वारल गर्ने। त्यस्तै गरेर यसको इक्जाम्पलहरू जाम।
सेन्सौ भनेको चाहिँ वार भयो। अब 34 नम्बरको खान्जी हेरौँ। आरातामेरु भन्दो रहेछ यसलाई, अथवा आरातामारु, टु चेन्ज, टु बी रिफर्म भन्छ यसलाई होइन। त्यस्तै गरेर यसको इक्जाम्पलहरूमा चाहिँ खाइखाकु भनेको चाहिँ रिफर्म भन्छ। यो खान्जीको अरू खान्जीसँग जोडेर आउँदा यसलाई खाइको रूपमा पनि प्रयोग गरिने भयो। त्यस्तै गरेर आयो अर्को 35 नम्बरको खान्जी छ आरावासु अथवा आमुते पनि भन्दो रहेछ। यो आरावासु भनेको चाहिँ टु इन्डिकेट गर्ने, सो गर्ने होइन। अनि यसका केही इक्जाम्पलहरू हेरौँ त। त्यस्तै गरेर आएर दाइहो भनेको चाहिँ रिप्रेजेन्टेटिभ, यो चाहिँ अरू खान्जीसँग जोडेर आउँदा ह्योको रूपमा प्रयोग भयो। जिखान ह्यो भयो भने चाहिँ टाइम टेबल भयो। यो अब 36 नम्बरको खान्जीमा जाउँ। आरावासुको खान्जी अपियर, यसलाई अरू खान्जीसँग जोडेर आउँदाखेरि गेन्जाइको गेन पनि प्रयोग भयो होइन। त्यस्तै गरेर गेनबाको गेन, गेनकिनको गेन, त्यस्तै ह्योगेनको गेन धेरै ठाउँ परेको हुन्छ। यो धेरै युज भइरहने खान्जी हो होइन, नर्मल खान्जी। त्यस्तै गरी आयो 37 नम्बरको खान्जी आरावासु अथवा इचिजिरुसी भन्दो रहेछ यसलाई। टु राइट अ बुक, रिमार्केबल, कन्सपिसियस, अथवा यसलाई अथरको रूपमा भन्छ होइन। अरू खान्जीसँग जोडेर आउँदाखेरि चेउको रूपमा भन्दो रहेछ। चोसा अथवा चेउसा मिनिङ अथर रहेछ यसको। अनि अर्को आयो आरु भनेको चाहिँ एक्जिस्ट हुने होइन। यो चाहिँ अरूसँग प्रयोग हुँदाखेरि चाहिँ जाईको रूपमा प्रयोग हुन्छ। जस्तै सोनजाई भनेको चाहिँ एक्जिस्टेन्स, ताइजाई भनेको चाहिँ स्टे होइन। अनि त्यस्तै अर्को आयो खान्जी कुराईको खान्जी छ। कुराई भनेको एकदम डार्क, अरू खान्जीसँग जोडेर आउँदाखेरि आन भन्दो रहेछ यसलाई। माकुरा भनेको चाहिँ टोटल्ली डार्कनेस, धेरै अँध्यारो भयो भने माकुरा भन्छ होइन। कुरायामी भनेको चाहिँ डार्कनेस भयो। अर्को खान्जी छ ईको खान्जी, यसलाई भन्दो रहेछ कमिट अथवा टु इन्सर्ट विथ कमिटी भन्छ होइन। इन भन्यो भने चाहिँ कमिटी मेम्बर भयो। यो हो 41 नम्बरको खान्जी, पहिलो खान्जी कोरोमो। यसलाई अर्को खान्जीसँग जोड्दाखेरि चाहिँ ई पनि भन्दो रहेछ। इफुकु भनेको क्लथिज अथवा युखाताको खाताको रूपमा पनि प्रयोग गरिँदो रहेछ होइन। किमोनोको युखाता भयो। यसको मिनिङफुल भन्नुपर्दा क्लथिज गार्मेन्ट होइन। 42 नम्बरको खान्जी छ खाकोमु, खाकौ, इन्क्लोज, सराउन्ड। यसको इक्जाम्पलहरू हेर्नु पर्दाखेरि चाहिँ फुनिकी भनेको चाहिँ एटमोस्फियर भयो। इरोरी भनेको चाहिँ फायर प्लेस होइन। यसलाई चाहिँ अरू खान्जीसँग जोडेर आउँदाखेरि चाहिँ ईको रूपमा प्रयोग हुँदो रहेछ। अनि त्यस्तै आयो अर्को 43 नम्बरको खान्जी हो यो कुराई अथवा इचीको ई होइन। पोजिसनको रूपमा युज हुने, ऱ्याङ्क, पोजिसन, एबाउट होइन। इची ई भयो भने चाहिँ फर्स्ट पोजिसन। अनि त्यस्तै गरेर इची भयो भने चाहिँ प्लेस। अनि त्यस्तै यो अर्को 44 नम्बरको खान्जी छ ईको खान्जी स्टोम्याकको खान्जी हो यो। 45 नम्बरको खान्जी छ यासासीको खान्जी हो यो, सजिलो अथवा यासुईको खान्जी। अनि यो अरू खान्जीसँग जोडेर आउँदाखेरि चाहिँ ई अथवा एकी भनिँदो रहेछ यसलाई।
जस्तै भन्नु आयो चुखाइ यासुई भनेको चाहिँ सजिलो प्रयोग गर्न सजिलो भन्छ चुखाइ यासुई। वाखारी यासुई भनेको चाहिँ बुझ्न सजिलो, इजी टु अन्डरस्ट्यान्ड। यो इक्जाम्पल भयो। अनि त्यस्तै अर्को खान्जी छ 46 नम्बरको खान्जी। अब लास्ट 5वटा खान्जी बाँकी छ हामीसँग। 46 नम्बरको खान्जी छ उचुरु उचुसु टु ट्रान्सफर हैन। अनि यो चाहिँ अरू खान्जीसँग जोडेर आउँदाखेरि इ भनिन्छ यसलाई, जस्तै इदोको इ हैन, इमिनको इमिग्रेसन। अनि त्यस्तै गरेर आयो इजु भन्छ माइग्रेन्ट्स अथवा माइग्रेसन, टु ट्रान्सफर, टु इन्फेक्ट, टु मुभ, टु रिमुभ, त्यस्तै आयो हैन। त्यस्तै अर्को खान्जी छ 47 नम्बरको खान्जी ए को खान्जी हैन, डिपेन्ड। जस्तै योरु भनेको टु डिपेन्ड अन। त्यस्तै गरी अर्को खान्जी छ एराईको खान्जी हैन, अरूलाई प्रशंसा गर्दाखेरि भनिने वर्ड हो नि त यो एराई, ग्रेट, रिमार्केबल को खान्जी छ। त्यस्तै गरी इदाई भनेको चाहिँ ग्रेटनेस, इराई भनेको चाहिँ ग्रेट, इम्पोर्टेन्ट। त्यस्तै गरी आयो अर्को 49 नम्बरको खान्जी चिगाउको खान्जी छ हैन, डिफरेन्ट, डिफर, रङ भन्दाखेरि पनि प्रयोग गरिने हुने खान्जी हो यो। यसको अरू खान्जीसँग जोडिएर आउँदा इ पनि भनिँदो रहेछ यसलाई, जस्तै माचिगाई। अनि त्यस्तै गरेर आयो अर्को लास्ट खान्जी छ हामीसँग इखारु ओखारु हैन। यसको मिनिङ रहेछ गेट एङ्ग्री, टु गेट एङ्ग्री। ओखारु भनेको चाहिँ गेट एङ्ग्री हैन। दोसाई भनेको चाहिँ रोअर, चिच्चाउनु। इकारी भनेको चाहिँ एङ्गर भयो।